चमक चमक लाली जोबन चमक्यो चमक, चमक चमक लाली जोबन चमक्यो चमक, ठमक ठमक ठमक। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सानीमाया टिभी। पछिल्लो समयका निकै नै चर्चित लोकप्रिय गायक विष्णु सापकोटा, जो कि अस्ट्रेलियामा बस्दै आउनुभएका, केही समय अगाडि एलिनासँग अफेयरमा बसेर बिहे गरेर एलिनासँग डिभोर्स भएका उनै हुन् विष्णु सापकोटाको अहिले लाली जोबन बोलको म्युजिक भिडियो आउने भएको छ। लाली जोबन बोलको म्युजिक भिडियो आउने भएको छ भनेदेखि अबको केही दिनमा उक्त यो म्युजिक भिडियो आउँदैछ। यो म्युजिक भिडियोलाई आइसकेपछि हेर्न र मार साथ सपोर्ट गर्न भने नछुटाउनु होला। उक्त गीतलाई विष्णु सापकोटा, देवी घरती र तेजेश रेग्मीले भोकल गर्नुभएका छन् भनेदेखि म्युजिक भिडियोमा विष्णु सापकोटा, मिस पवी, तेजेश रेग्मी नै देखिने भएका छन्। यो म्युजिक भिडियो अब भोलि सार्वजनिक गरिने भन्ने कुराहरू निर्माण टिमले जानकारी बताउनु भएका छन्। अब छिटै आउँदैछ यो भिडियो। लाली जोबन बोलको गीतलाई चाहिँ हेर्न नबिर्सिनु। भिडियोलाई डाइरेक्सन भने जेरी भण्डारीले गर्नुभएका छन्। भिडियोको बारे अझ धेरै चर्चा र जानकारी गर्ने नै छौँ। भिडियोलाई मैले अन्त्यसम्म साथ दिनुला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सानीमा टिभीलाई सब्सक्राइब गरी बेल आइकन जरुर प्रेस गर्न नबिर्सिनुहोला, ताकि हामीले प्राप्त गरेका यस्तै खालका नयाँ नयाँ म्युजिक भिडियोहरू तपाईँको मोबाइल सेटहरूमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन अब कुरा गरौँ पछिल्लो समयको लाली जोबन बोलको म्युजिक भिडियोका बारे। लाली जोबन बोलको म्युजिक भिडियो भने अब छिटै सार्वजनिक हुँदैछ। भिडियोलाई मिस पवी र विष्णु सापकोटा, तेजेश रेग्मीद्वारा अभिनय भएको म्युजिक भिडियो हो। यस गीतलाई अब भने छिटै सार्वजनिक गर्दैछन्। भिडियोलाई सार्वजनिक भइसकेपछि हेर्न र माया र साथ सपोर्ट गर्न भने नछुटाउनु होला। यस्तै म्युजिक भिडियो र ताजा अपडेट तपाईँलाई जानकारी दिने नै छौँ। अहिलेलाई भने यो भिडियो लाली जोबन बोलको गीत कतिको मन पर्छ तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। लाली जोबन बोलको म्युजिक भिडियो अहिले निकै नै चर्चित लोकप्रिय सुदूरपश्चिमकी चर्चित मोडेलिका मिस पवी र अस्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको गीत आउने भएको छ। यो गीत भने अहिले निकै नै बजारमा चर्चा परिचर्चामा पुगेको छ। गीतको पोस्टर जबदेखि बजारमा सार्वजनिक भयो फर्स्ट लुक, अनि भिडियोको निकै चर्चा भइराखेको छ। यो भिडियो सामाजिक सञ्जालमा चर्चा हुनुको कारण एलिनासँग अफेयरमा बसेका विष्णु सापकोटाको डिभोर्स पछिको नयाँ म्युजिक भिडियो नेपाल बसाइसकेर अहिले अस्ट्रेलियामा गइसकेका छन् र उनको अस्ट्रेलियामा काम कार्य हुने ठाउँमा नै फेरि फर्केका छन् र अहिले म्युजिक भिडियो बजारमा उनको आउने भएको छ। भिडियोलाई चाहिँ 10 नोभेम्बरमा रिलिज गर्ने मन्डे भनेका थिए, तर भिडियो सार्वजनिक हुन सकेको छैन। अब भने सार्वजनिक छिटै हुँदैछ। भिडियोलाई सार्वजनिक भइसकेपछि हेर्न र माया साथ सपोर्ट गर्न नबिर्सिनुहोला। म्युजिक भिडियोलाई चाहिँ मायालु इन्टरटेनमेन्ट्स युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ। यो म्युजिक भिडियो निकै चर्चित गीत बन्न सफल भएको छ। म्युजिक भिडियोलाई तेजेश रेग्मीले म्युजिक र लिरिक्स दिएका छन्। म्युजिक भिडियोमा चर्चित अनुहार मिस पवी र